हेलो गाइस, फेरि पनि स्वागत छ मेरो ब्लगमा। र आज चाहिँ तपाईहरुलाई म एउटा सरप्राइज देखाउन गइरहेछु र हेर्नुस् तपाईहरु यो सरप्राइज चाहिँ के होला। र फाइनली गाइस खोलिसकेछ र यो चाहिँ अब गएर लाउनु पर्ने हुन्छ। र गाइस अब चाहिँ यो बहिनीले गिफ्ट पठाइदिनु भएको रहेछ। यो चाहिँ अब बान्नु जान्दै छु। सो बहिनी र म कहाँ बान्नु चाहिँ यो यहाँ यहाँ नै टक्कै हो। अब त लामो भयो त यस्तो झार्नु। ए यो चाहिँ स्कुटीलाई माला लगाइदिएको ल। यो चाहिँ त्यो बान्द ए बान्नु यो त खासमा टन्क टन्काउनु पर्ने है। यस्तो यस्तो बरु के यसो गरेर एकचोट यसो गर्दौ न। ए यो त उठ्नै रहेछ नि अन्त। हल्का हुन्छ यतिकै बान्नु। हाम्रो दादा चाहिँ आज एकदम खुसी छ। खुसी मलाई छ। चाहिँ यस्तो पठाइदिनु भयो अरे हो नानाले। चाहिँ हाम्रो नाना हो। अब मलाई मिठाई किनिदिनु भयो। दादाले चाहिँ तर मिठाई ल्याइदिँदैन भन्दा हुन्छ। गाइस अबदेखि चाहिँ तपाईहरुले कमेन्ट गरिदिनु होला अलिक मिठाई ल्याइदिनु बहिनीलाई भनेर। अब हामी पनि फेरि सेवा जानु आँटेको छौँ हो। अन्त त्यही भएर म चाहिँ कुर्तामा रेडी भएको छु। र फाइनली गाइस बाँधिसकेछु हो। सो फाइनली गाइस बानिसके हो। यहाँ हेर्नु त। सो फाइनली गाइस बानिसके र कति दामी देख्यो अब चाहिँ। सो थ्याङ्क यू बहिनी फर यर गिफ्ट। र आजको ब्लग चाहिँ म यतिमै राख्ने छु। र प्लिज मेरो ब्लगलाई चाहिँ लाइक शेयर कमेन्ट गरिदिनुस् र किप वाचिङ गाइस। बाई बाई।